हेलो गाइस, के छ खबर? सन्चै हुनुहुन्छ होला। म चाहिँ धेरै पछि चाहिँ भ्लग बनाइरहेको छु है। सो मेरो होस्टेलबाट चाहिँ हामी निस्क्यौँ। गाइस म चाहिँ बाहिर जान गएको है। हामीहरू चाहिँ खाइसाबाट चाहिँ बार्बिक्यू गइरहेको छ, बार्बिक्यू खान। सो हाम्रो बाजेले लिन आउनुभएको थियो हामीलाई घरसम्मै। अनि हाम्रो साथीहरू पछाडि छन्। हामी चाहिँ बिहान काममा गयौँ होइन। अनि कामबाट सिधै 1 घन्टाभित्र चाहिँ हामीले सब गऱ्यौँ कि खाना खाएर रेडी भएर नुहाएर। तर धेरै पछि गइरहेको छ हामी बाहिर पुग्ने होइन। त्यस्तो घुम्ने टाइम चाहिँ हुँदैन नि त। सो यो चाहिँ खाइसकेको गाडी। सो फिनिसिङ लाग्यो ल। वेट गर्नुपर्छ अब हामीलाई यसरी। ओजिसान मिचिगा सितेरो 마시는 남아이라니. 마시는 남아이. 아니 지스카를 커서. 마시는 남아이? 와트세지. 저장을 하라면 안 돼요. 누누는 야마잖아. 나랑 마마잖아. 걔는 갖고 있잖아. 이거 미치가 식대로.でもにおじさん私たちは会社は行けなくてもいい。सो मेरो चाहिँ निहोङ्गो वारुई छ ल। हामीहरू जब यहाँदेखि सिधै बाजेलाई चाहिँ थाहा रहेछ होइन बासीको नाम है। अनि ठाउँ पनि थाहा रहेछ। हामी जान्छौँ त्यहाँ। हल्का एक्साइटेड पनि भइरहेको छु होइन। तर अलिक मलाई सन्चो छैन। सो गएको चाहिँ बिदा छ क्या हाम्रो आज र भोलि। सो हाम्रो चाहिँ बाजे होइन सबैभन्दा यासासी बाजे हो क्या। सो हाम्रो बाजे चाहिँ गाडी चलाउन चाहिँ लास्टै पर्फेक्ट ल। हेर्नुहोस् यति सानो बाटो छ, सानो बाटोमा पनि लगिराख्नुपर्छ। फेरि भन्नुहोस् त दिदी। हाम्रो बाजे एकदम पर्फेक्ट छ। सो हेलो गर्नु साथीहरू। दाइ हेलो गर्नु। सो मेरो साथीहरू हामी सबै खाइसम्म काम गर्ने र रातको पनि म गरेँ। हेलो गर न। यसै मेरो भ्युरहरूमा कोही केटीले मन पराउँछ कि दाइ। सो गाइस यिनीहरू ब्युटी छन् ल। कोही ती 3जना केटीहरू मध्ये कोही मन पऱ्यो भने भन्नु होला। र पछाडि 2जना केटा छन्। कोही केटीले मन परायो भने सम्पर्क गर्नु होला यस्तो यहाँ। तर यहाँ चाहिँ के कुर्माहरू धेरै अस्ति भने सानो त्यो गुडिया टाइपको के हेर्नु त। अनि यहाँको घरहरू चाहिँ मेरो आहा सानो चिटिक्क परेको के हुन्छ नि। तर हामीहरू खाइस जाने बाटो चाहिँ यही हो। ओजी सान के म खाइसानो मिचिङ हो नाजी। कुकुमादे चिगा? Demo kyo आतरासी बास्योनी इरो। मेरो ल्याङ्ग्वेज चाहिँ 1 वर्ष भइसक्यो। भाषा चाहिँ केही पनि छैन, जिरो आलु। 데모 कुकुमादे ओनाजी ने? हासिनो तोकोरो मादे? 데모 ने वातासी नि दायो। पकासी सानुवा? दादा यामा नो बास्यो। सो पछाडि गाना गाइरहेको होइन ल। यहाँ चाहिँ हाम्रो खाइसे जाने बाटो हो यो चाहिँ। डेली यही बाटो देखिरहेको हुन्छु। म अगाडि बस्छु नि त। सो यहाँदेखि सबै देखिरहेको हुन्छ। यहाँ चाहिँ कस्तो क्या हाम्रो धनगढीतिर जस्तो छ कि यो यिनीहरू छ नि त। हाम्रो धनगढीमा पनि यस्तै हुन्छ कि तराई हो नि त। अनि धेरै जग्गाहरू पनि हुन्छ सेम त्यस्तै के। तर यो चाहिँ गाउँ हो नि त अलिक भित्र। खाइसाहरू पनि टन्नै छ हेर्न गाडीहरू कति सानो गाडी हुन्छ है। तर राम्रो हुन्छ। सानो त्यो गुडिया टाइपको हुन्छ कि सेम ओनाजी हेर्नु त। सानो गाडी हो। तर मेरो एउटा सपना छ कि आफ्नो गाडी किन्ने सपना छ। अनि गाडी चलाउने सपना छ कि तर सक्छु किनै त सकिहाल्ला। ओजिसान वातासी नो तामे नि इमामादे नि मातेरी हो नि आरिगातो हो गरिदिनुहोस् न। के म ओनाखागा सिटी नै नि आम्बारी ताबे नै गर्दा कसरी हो मोममास्ता मोमो आसान ओनिगिरी ओनिगिरी ताबेरु ओइन
ओइनरी गर्छ नि त अनि भगवान् अरूले चाहिँ छोपो नखाने अरे अनि मलाई चाहिँ धेरै माया गर्नुहुन्छ आफ्नो नातिनी जस्तो मान्नुहुन्छ अनि कहिले पनि कहिले खानेकुराहरू चिजहरू ल्याइदिइराख्ने होइन त्यस्तो गर्ने अनि मलाई चाहिँ कस्तो नराम्रो लाग्छ नि त उहाँले मात्रै ल्याइदिइराख्ने अनि मैले चाहिँ केही पनि नदिने अनि मैले एकचोटि सोधेको अनि के पकाएर ल्याइदिन्छ भन्छ नि त अनि केही पनि नखाने भने मैले कतिचोटि ट्राई गरेको तर कामहरू त्यो मान्नु त्यो यो कोकामा शान्तिले भयो मादा टाढा रहेछ यार तर रमाइलो मलाई त्यस्तो घुम्न भने चाहिँ लास्ट थियो कि खतरा रमाइलो बिजुली बालेर हात भएर कपाल तिम्रो चौरी परा हेर्नुहोस् ल हामी त सिमोडा इजे सिटी हामी अझै कुन आयो इजो गेट वे अरे खान्नामी ओजिसान खान्नामी असितै रुवातसी itu mo ne tensani ka to khanami to yute mas demo simora ne यिनीहरु त सुनेको छ के मैले सिमोडाहरु यिनीहरु भन्ने कुनै अघि टाढाबाट देखिराख्नु भयो त बाजेले कुनै उहाँ सुप्पा सुप्पा त्यसका पाको कुनै नाता हुँदै कुनै इजिनो कुनिने अब हामी यो भित्र गइराखौँ ल हेर्नु कस्तो खतरा छ यो गुफा हेर्नु अब गुफा सुई अँध्यारो हुन्छ ल खतरा रहेछ है भित्र कस्तो देखेको थाहा होइन है तर मैले कोचिकार नुमाजो निरायामा म सिधैहरू हो त्यसै तापुगेन खावा मैले छुट्टी खाइरहेको छु दाइले कल गर्नुभयो होला कति कहाँ पुग्यो भन्ने आएको छ अरे 10 हो हामी चाहिँ कति 1 बजेर 15मा निस्केको थियो म हाम्रो रुमबाट चाहिँ लगभग एक घन्टा चाहिँ हुन लागिसक्यो तँको कोची जे पुग्न लागिसक्यौँ ल मुभी ती पाएको ने 산지군은 왜 그래? 산지군? 산지. 산지. 아빠가 지지가. 산지. 응. 아빠가 현지 뭐지 뭐야? नौसुलु सो गाइस हामीले दाइलाई वेट गर्न सकेन वेट गर्दा साथीहरु पनि आयो है मी हैन यो होटल बाहिर चाहिँ होटल के थाहा भएन है बाहिर फोटो खिचेर भिडियो बनाएर पनि सब भ्याइसक्यो हैन तर अझै पनि दाइहरु आउनु भएन ओदिसान ओनिसान वानी 7-11 की ताई 7-11 साथी ओना खासु इता गारा सो हामी चाहिँ 7-11 जान्छौँ है आउनु भएन ल पासु हेर्दा त बार्बिक्यु गर्ने जस्तो छैन तर खोइ कहाँ गएर खाने आइसक्रिम अघि भरि थियो अहिले सकिन लाग्यो त्यही पनि दाइहरु आउनु भएको छैन गाइस
के गर्नु पर्यो खाना खाँदा यत्रो भइसक्यो त्यही पनि आउनु भएको छैन 3 बजे आउँछु भनेको मान्छे 3 बजेर 24 भइसक्यो ल यो पनि सक्यो अझै पनि आउनु भएन यहाँभित्र बस्छु भनेर चाहिँ हल्का साइड लाउनु गाडी भन्योもし分かればちょっと確認何にしてあるかわかんないんですよ。申し込んだ方の名前は सुवेदी प्रकाश 申し込んだってことですかネパールですगरेको बासी चाहिँ गलत रहेछ होइन हामी चाहिँ उल्टो ठाउँमा आएर वेट गरिरहेको यत्रो बेरसम्म सो अहिले चाहिँ म सुरुमा चाहिँ मैले देखाएको थिएँ कि बाजेलाई होइन यो ठाउँ भनेर तर बाजेलाई चाहिँ सुरुमै अर्को ठाउँ भनेर देखाएको रहेछ अनि बाजे थाहा छैन यहाँ ल्यायो होइन सो अहिले चाहिँ हामीहरू चाहिँ हुन्तो निवासी हो मतलब साँच्चीकै अब त्यो जुन ठाउँमा त्यही गइरहेको छ अहिलेसम्म कस्तो त्यसै उता नि अन्त अरू यहाँ त्यो नाइ चिगा त्यो वातासिनी हो अहिले हामी चाहिँ त्यो एकदम अर्को बाटोमा छौँ के लास्टै के गर्नु बाजे बिहानदेखि बेलुका अहिलेसम्म हिँड्नुहुन्छ सायद हाम्रो चाहिँ बेलुकै बच्चा होला अब केही छैन अब तर बिहान कसम भने होइन बिहान आउँदाखेरि चाहिँ म मेरो साथीहरू यति खुसी थियो होइन लास्टै खुसी के अब अहिले हेर्नु यहाँ मुख पनि यस्तो अघि म बिहान आउँदा एक्साइटेड थियो होला हेर्नुलाई भिडियोमा अहिले हेर्नु न यहाँ मुख नै यस्तो भयो 3 घन्टा भइसक्यो नि त्यहाँ बसेको अनि त्यो एक्साइटमेन्टहरू हुन्छ नि त्यो सबै भइसक्यो कताको उडो अब हामी पुग्छौँ पुगेको धेरै समयपछि हामी चाहिँ पुग्न आँट्यौँ है फाइनली पुगिसक्यौँ ल आसुको नि यता हो दन्ते दाइ गर्नु अब सानो हुन्थ्यो नि गुमेर साई फाइनल पुगिसक्यौँ ल गाइजहरू हाम्रो यहाँ खाइसक्यो मान्छेहरू समय नै हेलो हेलो ए बनाइसक्नु रहेछ अनि म त हामी आउँदैसम्म त बन्दैन ल यहाँ यता हेरे यता आउनुभएको हजुर फेस नदेखाउनु त्यहाँ बिरु धेरै खाने भोलि काम गर्न सक्नुहुन्न फेरि अस्ति यसमी हो नि त सुगइरहेछ उनीहरूको आएन कोही पनि आएन गाइस हेर्नुहोस् यो चाहिँ तोरिनीको मात्रै होला खाए ल गाइस नक्कल नङलाएर हामीहरूको भाउजूहरू सब रमाइलो गरिरहेको छ बजाउन नपाइने सो भाउजू हाम्रो गीता बेबी अर्को भाउजूहरू उता चाहिँ अरू ओहो टिकटकरहरू सो टिकटकरहरू हेलो गाइज यिनीहरू के गर्दाखेरि डान्स गर हाम्रो भाउजू सो गाइज यहाँको ठाउँहरू देखाउँछु ल सो गाइज म हजुर अरू ठाउँ पनि देखाउँछु ल यता हेर्नुहोस् सो यहाँ चाहिँ क्याम्पिङको लागि चाहिँ मान्छेहरू धेरै आउँदो रहेछ सो उता पनि क्याम्पिङ गरेको छ अनि ठाउँ चाहिँ ठिकै रहेछ कि तर हामी अलिक अँध्यारो भयो नि त यहाँ चाहिँ क्याम्पिङ गरेर अब रातभरि बस्नु चाहिँ राम्रो हो तर अब हामीहरू चाहिँ धेरै छ मैले जाने चिसो छ बस्छौँ भने धेरै दिउँसो चाहिँ गर्ने अन्त सो यता पनि क्याम्पिङ गर्ने ठाउँहरू छ मतलब हुन्छ नि शान्त ठाउँ छ कि सो हामी चाहिँ धेरै पछि यो चाहिँ सेकेन्ड टाइम हो ल जापानमा चाहिँ बार्बिक्यू गरेको मैले सेकेन्ड टाइम सो हेर्नुहोस् कस्तो जङ्गल चाहिँ डर लाग्दो छ है तर
सुरुमा त कति घन्टा लगभग हामी 4 घन्टा चाहिँ गाडीमै यताउता गर्दै ठिक्क भयो बाटो नथाहा पाएर घरि यता जाने घरि उता सो फाइनली हामी चाहिँ पुगेर पनि अब दाइहरू भाउजूहरू बार्बिक्यूहरू गरिरहेको छ अनि म चाहिँ यस्तै एकचोटि चाहिँ हामीले खाइसामै गरेको थियो होइन बार्बिक्यू अनि यो चाहिँ सेकेन्ड टाइम चाहिँ यो यतातिर के अरे अलिक क्याम्पिङ गर्ने ठाउँमै आएको के नाम चाहिँ अहिले भुलेपछि म यता लेखिदिन्छु ल सो हाम्रो ग्रुपहरू फाइनल गाइस अब यो चाउमिन खान लाग्यो ल हामीहरू सानो सानो बच्चाहरू खन्चुवाहरू यहाँ दाइ भाउजू सो गाइस हाम्रो चाहिँ सकियो ल अब लास्ट स्टेजमा पुग्यौँ भनौँ होइन बार्बिक्यू पनि सक्यो या साइडको अनि तोरिङकोहरू सबैको बनाएर खायौँ रमाइलो भयो भनौँ पेट पनि डम्म भयो त्यतै सो अँध्यारो हुन लागिसक्यो अब हामी चाहिँ घर जाने बेला पनि हुन लागिसक्यो त्यो सोचेको चाहिँ त्यस्तै खुसी भयो भनौँ रमाइलो अब सबै सकिसक्यो खाइ पनि सक्यौँ अनि अब यो गोमेहरू यताउता खाताचुकीहरू गर्छ अनि अब यहीँ हो सबै हेर्नु न कस्तो रमाइलो हुँदो रहेछ कि बार्बिक्यूहरू गर्न यो चाहिँ हाम्रो सेकेन्ड टाइम बार्बिक्यू त्यो चाहिँ खाइसक्नु पनि भएको थियो अनि पनि भनेन तर यो चाहिँ अब अझै यस्तै पनि रमाइलो दिनहरू फेरि आओस् होइन मलाई चाहिँ घुम्न रमाइलो गर्न भिडियोहरू बनाउन धेरै मनपर्छ क्या सो खुसी छु मनबाट सो गाइज मेरो अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएको भए धेरै ल अनि अझै पनि यसरी धेरै माया गरी जानु सो मेरो युट्युब च्यानलमा चाहिँ सब्सक्राइब गरेर साथ दिनु होला गाइज है सो आजलाई चाहिँ यति नै बाई बाई